म शर्त राखेर भन्न सक्छु कि 99% मानिसहरूले यसलाई हातमा लिने बित्तिकै सबैभन्दा पहिले गोल्डेन रिङलाई ट्र्याकको साथ अगाडि बढाउने प्रयास गर्छन्। उनीहरूलाई लाग्छ कि अन्त्यमा पुगेर यसलाई बाहिर निकाल्न सकिन्छ। तर जब वास्तवमा यसो गरिन्छ तब थाहा हुन्छ कि यो त्यति सजिलो छैन, किनकि यो घुमाउरो पिङ्क रिङ यति ठुलो छ कि गोल्डेन रिङ बाहिर निस्कनै सक्दैन। त्यसपछि मानिसहरू सोध्छन् कि लौ पहिले यो घुमाउरो रिङलाई नै निकालौँ न त। तर यो काम त झन् गाह्रो देखिन थाल्छ। यसको सानो मोडिएको डिजाइनले रिङलाई यसरी फसाउँछ कि अर्कोतर्फबाट प्रयास गर्दा पनि अवस्था उस्तै रहन्छ। अर्थात् दिमाग नलगाई यसलाई समाधान गर्न असम्भव छ। तर जसले ध्यान दिएर हेर्छन् र अलि फरक सोध्छन् उनीहरूले नै यसको हल निकाल्न सक्छन्। तपाईले यसको तरिका बुझ्नुभयो त? अगाडि बढ्नु अघि एउटा सानो सहयोग गरिदिनुहोस्। एउटा लाइक गरिदिनुहोस्। यही मेरो लागि सबैभन्दा ठूलो प्रेरणा हो। अब ध्यान दिएर हेर्नुहोस्। बायाँतर्फको घुमाउरो रिङलाई उठाउनुहोस् र त्यसलाई ट्र्याकसँगै दायाँतर्फ लैजानुहोस्। त्यसलाई बीचको खाल्डो मुनि पुर्याएर माथितिर स्लाइड गर्नुहोस्। अब ध्यान दिएर हेर्नुभयो भने त्यो रिङमा भएका साना लुपहरू एउटा बायाँ र एउटा दायाँतर्फ सेट हुनेछन् र एउटा सिधा बाटो बन्नेछ। अब बस गोल्डेन रिङलाई उठाउनुहोस् र ट्र्याकसँगै अगाडि बढाउनुहोस्। दायाँतर्फबाट त्यसलाई घुमाउरो रिङ भित्रको बाटोमा हाल्नुहोस्, एक फनको घुमाउनुहोस् र त्यसपछि बायाँतर्फबाट बाहिर निकाल्नुहोस्। त्यसपछि ट्र्याकमा अगाडि बढ्दै जानुहोस्। यसरी गोल्डेन रिङ सजिलै बाहिर निस्कनेछ।